यत्रो खोला कसरी तर जाने हैन आमामा यो यत्रो सामरी खोला यत्रो ठुलो भएर रहेछ फोहोर आइएको थियो ल कहाँ हाने त यार ज्यानभरि पुगिन्छ कस्तो यार भाइ यार तिमी पनि यो धराप रहेछ यार आमामा यस्तो सानो त यत्रो भएछ यार हेलो गाइज अनि यस्तो सामरी खोला हुने नुवाकोटको त्रिशुली डाक्टरबाट अलिक तल यस्तो ल सामरी खोलाको आसपास यो कुलो यस्तो डेन्जर छ ल हाम्रो ओइ 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 बोडी यार बोडी 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 त खाइदिनु पर्छ अब के गर्ने अब यो बोडी बोडी राखेर कामै छैन गाइज होइन बोडी त पकाइदिइहाल्नु आमामा कसले रोप्यो बारीभरि रोप्यो रहेछ त ठिक छ यति चाहिँ खाइदिउँ धेरै नखाइदिउँ रोप्ने मान्छेलाई ऊ हुन्छ है तर यो सब झुसै झुस लागेर चाहिँ पखाल्नुपर्छ गाउँकै हो म बिख हालेछ कि यार बिख हालेछ कि है पखालेर खानुपर्छ यो अहिले खोलाको पानी पखाल्ने अनि खाने बिख हालेर रहेछ भने फेरि टेन्सन हुन्छ मैले टोकिहालेँ बिख हालेर रहेछ भने तनाव पर्छ त फेरि ओ भाइ किन पल्लो पल्लोबाट गयो यार पल्लो पल्लोबाट हिँड न यहाँ पुल रहेछ यताबाट गइरहेको रहेछ म चाहिँ यताबाट जान्छु यार यताबाट जान्छु यताबाट जाने हो ल यता जाने उसले त यस्तो नाग्छ म सक्दिनँ म मोटो छु नि त त्यही कारणले नाग्न सक्दिनँ यहाँ आउनु थाल्यो भने त आमामा बगार लान्छ होला कति गहिरो छ यार हो ल यहाँ अर्को दादा पनि आउनु फेरि हाम्रो अङ्कलजी ल खोला त झ्याप्पै बढेछ है ओहो ल झ्याप्पै बढेछ भने अङ्कलजीले सुन्दै सुन्दैन यार चुप लाएर गइदिएर ल ओ माई गड फेरि खोला देख्यो ठुलो खोला ल अहिले त उ गरेर त यार यहाँ त यार अहिले पानी त पुरै भरि थियो होइन पुरै भरि थियो होइन यहाँ त पानी यहाँसम्म थियो ल यहाँसम्म थियो गाइज ल यहाँसम्म थियो अहिले पुरै त्यहीँको बाजेले खोल्नुहुन्छ अङ्कलले ए आमामा यत्रो फोहोर रहेछ यार अनि यहाँबाट गइरहेको थियो है पानी ल यहाँबाट गइरहेको थियो पानी ल यत्रो फाँडेको ओइ माछा छ के हो यार यहाँ सानो सानो उमाएर त थिएँ अहिले भर्खरै पानी गएको त हो नि के पानी आमामा है यहाँ होला यार माछा के गर्ने अब यो माछा भयो नि अब के गर्ने हुनु पर्यो अम्बा छ क्या हो अम्बा गम्बु अम्बा एउटै छैन ल सब फाँडेर खाएको छु त्यहाँ हिँड्नु झाडी झाडी छ यो त उसको बोटो यो के भन्छ अरे बोटा नाम काँडावाला बगेर 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 बगेरको बोट बगेरको बोट हो यहाँबाट ओ माइक डेन्जर छ यार यहाँबाट लड्यो भने त त्यत्रो अम्बाबाट है एक थुम्पो अम्बा छैन सब टिपेर खाइदिएछ अम्बा जति यस्तो ओ गाइज हेलो फ्रेन्ड्स कालीढुङ्गा 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 काली अब बोडी चाहिँ बिखाले हुनसक्छ होइन खोलातिर छेउतिर अब त्यही भएर चाहिँ मैले हातमा लिइरहेको छु पखालेर खाने भनेर है पहिला पखालेर खाने हो पहिला सुसु हान्नु पऱ्यो पिसा पनि फेर्दिए के अरे झाडीमा ओ केरा ओ केरा माई गड केरा नि रहेछ त केरा पाके चाहिँ छैन तर काँचै रहेछ केरा चाहिँ हो यो पाक्छ अब केही महिनामा पाक्छ केरा
ल वहाँ बुइसे यार भाइ ल उखु पनि रहेछ यहाँ ल उखु उखु गाडी है यो चाहिँ रेली उखु हौ कालो उखु बोडी पनि रहेछ बोडी त नटिप्नु भयो यतिले पुग्छ त्यो भाइ खाँदैन काँचा काँचैलाई ल यहाँनिर चाहिँ पाक्न लागिसक्यो त पाक्न लागिसकेछ केरा ल यहाँ फेरि यहाँनिर रहेछ बोडी नटिप्ने यो चाहिँ बोडी चोरौँ यार बोडी दुईवटा जति भएन भयो अब उताबाट ल्याएको छ अरू ओ माई गड फेरि पुल के हो यस्तो माथिबाट तर्नु सक्छ कि तल्लो तर्ने कि माथि तर्ने ए पानी छुने ठाउँ नचल यार थाम्छ यार ओ माई गड थाम्छ पानी न बन्द गरिदे कहाँ बन्द गरिदिएर अर्का पानी यहाँ चाहिँ बन्द गरिदे यहाँ बन्द गरिदे पानी बन्द गर्ने खोल्ने रहेछ यहाँ चाहिँ ओए कस्तो अप्ठ्यारो खोल्दे कहाँ बन्द गरेर भाइ यार ल यो पुल तरेर आयो ल तल्लो ठुलो पुल यो माथि सानो पुल खोल्देऊ न कहाँ बन्द गरिदिएर खोल्दे गयो तल गयो यहाँ भर्यो नि क्या मजा आउँछ होला ओ म्यावा ल घिरौँला छैन ह्यान्डल लक छैन नि बाइकको यार के छ यार यहाँ त बल्ल घर आयो खोला तल घरमाथि किन ह्यान्डल लक गर्नु छ त यहाँ बाइक छ भाइ बाइक छ भेट हुँदा ल ए गइहाल्छ नि पारि त ओ यहाँ किन खोटाले यस्तो के रहेछ सूचना ए सामरी खोला जान मनाइ गरेर चाहिँ यहाँ गएर आइसक्यो मान्छे होइन खलखल पसिना गरेर आइसकेपछि यत्र के गर्ने